सम्पूर्णलाई नमस्कार। मेरो नाम धवना चौधरी, जानकी गाउँपालिका वार्ड नम्बर 6 जगतपुर सामुदायिक होमस्टेको म अध्यक्ष। हाम्रो यो जगतपुर सामुदायिक होमस्टे हामीले 7 घर सञ्चालन गरेका छौँ। 7 घर तर यो 5 दिने तालिम गरेर पहिला पनि हामीले यही चीजहरू हामीले प्रयोग गर्थ्यौँ, घरमा पकाउँथ्यौँ, तर व्यवस्थित तरिकाले यो तालिममा सिक्न पाछौँ। तर धेरै खुसी छौँ। हाम्रो आउने पाहुनालाई पनि हामीले व्यवस्थित तरिकाले दिन सक्यौँ भनेपछि उहाँको जुन आज चाहिँ जुन जानकी गाउँपालिकाले दिएको तालिम पुरै सिक्नुभयो 5 दिनको, आज चाहिँ के छ भने तपाईँको प्र्याक्टिकलमा 60वटा परिकार बन्दैछ। अब जुन घरमा बनाउनुहुन्थ्यो तपाईँले त्यही हो सायद होइन। अब कसरी अब पाहुनाको सत्कार गर्ने, स्वागत गर्ने, पाहुनालाई कसरी गर्ने तपाईँको छ नि अब होमस्टेमा के छ अब व्यवस्था त्यस्तो? हामीले त अब कन्ट्याक्ट गरेर आउन पाहुनालाई हामीले फुलमालाले स्वागत गर्छौँ, उहाँलाई बस्न दिन्छौँ। अब एक्कासी आइसके पाहुनालाई त अब झ्याप्प बस्न दिन्छौँ, पानी सानी दिन्छौँ, त्यस्तो छैन। अब उहाँले के खानुहुन्छ भनेर सोधेपछि उहाँको हामीले अर्डर अनुसारको खाना पकाइदिन्छौँ। हाम्रो यो होमस्टेमा न पढाइ मान्छे दोग्नीको चटनी खान र महुवाको रक्सी खानको लागि यो जगतपुर सामुदायिक होमस्टेमा बढी आउने गर्छन्। हाम्रो यो ठाउँमा जगतपुर सामुदायिक वन, कैलाशी सामुदायिक वन भएको कारणले यो ठाउँमा महुवाहरू धेरै छन्। यहाँ महुवाको रक्सी मात्र होइन कि हाम्रो नजिकै जमरा कुला पनि छ। जमरा कुलामा थुप्रै ग्याङ्टाहरू पाइन्छ। त्यहाँ ग्याङ्टाको चटनी पनि हामीले खिलाउन सक्छौँ पाहुनाहरूलाई उहाँको माग अनुसार। ग्राहकको माग अनुसार सबै चिज बनाएर दिनुहुन्छ? बनाएर दिन्छौँ। जस्तो यहाँ जगतपुरमा यदि ठुलो मात्रामा आए पनि जो 7वटा घरमा पुगिहाल्छ नि? 7वटा घरमा 2-2 कोठाको घर छ सर। हामीले व्यवस्थित तरिकाले 7 घरमा नै बसाल्न सक्छौँ। यो सस्तो राम्रो छ नि हजुरको गाउँमा? सस्तो राम्रो छ, तर बस्नको लागि 2-2 कोठाको घर छ अनि 7 घरमा हामीले बसाल्न सक्छौँ। 7वटा घरमा बसाल्न सक्नुहुन्छ? हजुर। झगडा त गर्नुहुन्न? झगडा त त्यस्तो छैन। अब कहिलेकाहीँ साथीसँग भइरहेको छ, तर हाम्रो साथीहरू कसैले पनि बोलमुटाप रिसाउनुहुन्न। खुसी लागेको छ। मेरो टिमहरू सक्रिय छन्, त्यति नै खुसी छु। जस तपाईँको टिमहरू मिल्नुहुन्छ? के भन्न चाहनुहुन्छ यदि जगतपुर थारू होमस्टेमा आउने ग्राहकहरूलाई? उहाँहरू आइदिनुहोस् जगतपुर होमस्टेमा। जगतपुरको परिकारहरू खाएर आनन्द लिनुहोला भन्न चाहन्छु। र हाम्रो आउने अब चिसापानीबाट आउने पाहुनालाई द्वारेजेरको बाटो भएर आउनुपर्छ, सजिलो छ। त्यहाँ हाम्रो होर्डिङ बोर्ड लागेको छ त्यो द्वारेजेरको बाटोमा। अनि यता टिकापुरबाट आउने पाहुनालाई, बर्दिया सट्टीबाट आउने पाहुनालाई त्यो सनकट्टी अहिले त पुल बनिरहेछ, त्यहाँ स्याट्ट आएर यो विजयनगर बस्ती भएर हाम्रो सिधै यता जगतपुर आउन सकिन्छ। अनि यता धनगढीबाट आउने पाहुनालाई हाम्रो लम्की बाटो भएर सिधा टिकापुर गएर खडक चौक भएर शिव मन्दिर हुँदै कहीँ नखर्केर सिधै बाटो हाम्रो जगतपुर थारू सामुदायिक होमस्टेमा पुग्न सकिन्छ। यहाँ पुगिन्छ? यहाँ आइसकेको सम्पूर्ण सेवा सुविधाहरू उपलब्ध छ।